नक्कली डाक्टर, फर्जी उपचार, बिपी तिमिल सिन्हा भन्दै बारम्बार समाचार लेख्ने केही दलाल पत्रकारहरू छन्। मेडिकल माफिया र पश्चिमाहरूले खटाएका यी बुवासाहरूले बिपी तिमिल सिन्हाबाट खान नपाएपछि बेला बेलामा समाचार लेख्छन्। यो उहाँमाथिको मात्र आक्रमण होइन, सिङ्गो नेपाली आयुर्वेद पूर्वीय दर्शनमाथिको आक्रमण हो। देश तथा विदेशमा ठुल्ठुला महामारीहरूमा उपचार गरेर सफल हुनुभएका, नाडी विधामा, वनस्पति आयुर्वेद विधामा विश्वले मानेका डाक्टर बिपी तिमिल सिन्हाको सर्टिफिकेट छ कि छैन, उहाँ लाइसेन्स छ कि छैन, उहाँ चिकित्सक हो कि होइन भनेर स्वास्थ्य मन्त्रालयमा सोध। नेपाल आयुर्वेद चिकित्सा विभाग छ, त्यहाँ गएर हेर। यसलाई यो भिडियो जतिसक्दो सेयर गरेर सबै माझ पुर्याइदिनु हुन र यिनीहरूका विरुद्धमा बोल्न लेख्न म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। उहाँ जस्तो जिउँदो भगवान्लाई जिउँदो भगवान मान्छौँ हामी। मेडिकलबाट फेल भएका, जीवन मरणका अवस्थामा पुगेका लाखौँ लाख बिरामीहरूलाई उहाँले जीवनदान दिनुभएको छ। देशदेखि विदेशसम्म उहाँको चर्चा छ। आज तिमीहरू उहाँको विरुद्धमा समाचार लेखिरहेका छौ आफ्नो पेट पाल्नको लागि। पत्रकारका नाममा कलङ्कहरूलाई सबैले गाली गर्नु होला भन्दै